आजको यो भिडियोमा हामीले कुरा गर्नेछौँ नेपालका टप 5 रिचेस्ट सिटीहरूको बारेमा। नेपाल देश सानो भए पनि नेपालभित्र कैयौं यस्ता सहरहरू छन् जहाँ एउटा घर बनाउनको लागि पूरा जिन्दगीको कमाई लाग्छ। यो भिडियोको लिस्टमा नम्बर 5 मा रहेको छ बुटोल। बुटोललाई ट्रान्सपोर्टेसन हब र फ्युचर बिजनेस हब भनेर पनि चिनिन्छ। नेपालको व्यापार क्षेत्रमा बुटोलको भूमिका तीव्र रूपमा बढिरहेको छ। हाइवे कनेक्सन्स, इन्डस्ट्रिज, हाउसिङ डेभलपमेन्टले बुटोललाई र्यापिडली ग्रोइङ सिटी बनाइरहेको छ। अब बुटोलको जीडीपीको कुरा गर्नुपर्दा बुटोलको इस्टिमेट जीडीपी 1.5 देखि 2.5 बिलियन डलरको रहेको छ। यो भिडियोको लिस्टमा नम्बर 4 मा रहेको छ विराटनगर। विराटनगरलाई इन्डस्ट्रियल ब्याकबोन भनेर पनि भनिन्छ। कुनै समयमा विराटनगरलाई इन्डस्ट्रियल किङ भनेर पनि चिनिन्थ्यो। विराटनगरमा टेक्सटाइल इन्डस्ट्रिज, म्यानुफ्याक्चरिङ र फ्याक्ट्रीहरू थुप्रै छन् र विराटनगरको इस्टिमेट जीडीपी 2 देखि 3 बिलियन डलरको रहेको छ। र नम्बर 3 मा रहेको छ वीरगञ्ज। वीरगञ्ज नेपाल र भारतको मुख्य व्यापारिक गेटवे हो। पेट्रोल, इलेक्ट्रोनिक, क्लोथ्स, फुडहरू जस्ता थुप्रै सामान भारतबाट नेपाल यहीँबाट नै भित्रिने गर्छन्। अब वीरगञ्जको जीडीपीको कुरा गर्नुपर्दा वीरगञ्जको इस्टिमेट जीडीपी 3 देखि 4 बिलियन डलरको रहेको छ। र नम्बर 2 मा रहेको छ नेपालको सबैभन्दा सुन्दर सहर र टुरिस्टहरूको फेभरेट प्लेस पोखरा। पोखरा टुरिस्टहरूको फेभरेट प्लेस मात्र नभएर नेपालको सेकेन्ड लार्जेस्ट इकोनोमिक सहर पनि हो। प्याराग्लाइडिङ, बोटिङ, ट्रेकिङ, ब्युटिफुल लेक, रोमाञ्चक एक्सपिरियन्स लिनको लागि लाखौं मानिसहरू पोखरा आउने गर्छन्। पोखराको मुख्य इन्कम सोर्स नै टुरिज्म नै हो। अब पोखराको जीडीपीको कुरा गर्नुपर्दा पोखराको इस्टिमेट जीडीपी 3 देखि 5 बिलियन US डलरको रहेको छ। र नम्बर 1 मा रहेको छ क्यापिटल अफ नेपाल यानि कि काठमाडौँ। काठमाडौँ नेपालको सबैभन्दा शक्तिशाली अर्थव्यवस्था भएको सहर हो। काठमाडौँमा नेपालका अधिकांश बैंक, कर्पोरेट अफिस, मिडिया हाउस, आईटी कम्पनीज, लग्जरिज होटल जस्ता व्यापारिक केन्द्र यही छन्। अब काठमाडौँको जीडीपीको कुरा गर्नुपर्दा काठमाडौँको इस्टिमेट जीडीपी 15 देखि 20 बिलियन डलरको रहेको छ। यस्तै भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र तपाईँ कुन सहर देखियो कमेन्ट गर्न नबिर्सनुहोला।